हेलो गाइज, नमस्ते सबैजनालाई रमा ब्लगमा। सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा राखेको छु। म चाहिँ आज विशेष चाहिँ कतिपय मान्छेहरूको सोच छ नि त, मैले पनि सोचेको थिएँ रोमानिया युरोप कन्ट्री गएपछि फ्यामिली लान पाइन्छ भन्ने सोच त सबैको हुन्छ। पाइन्छ पनि नपाइने त होइन, मिल्छ पनि नमिल्ने त होइन। कतिखेर चाहिँ सम्भव हुन्छ, कस्तो सिचुएसनमा मिल्छ, के गर्नुपर्छ फ्यामिली ल्याउनको लागि भनेर यो चाहिँ थोरै जानकारी। मलाई यसको विषयमा डिटेल्स त थाहा छैन, पुरै नियम सिस्टमहरू के कस्तो छ त्यो त डिटेलमा त थाहा छैन मलाई पनि है। कुरा गर्दाखेरि जस्तै कति महिना 5-8 महिना 9 महिना भयो म आएको। 2-3 महिनापछि मेरो दाइ पनि आउनुभएको थियो, मामाको छोरा। अनि उहाँ चाहिँ अहिले सिटीमा हुनुहुन्छ। अनि मलाई भाउजूले पनि सोधिरहनु भएको थियो कि अब 1-2 वर्षपछि त 2 वर्षमा त म पनि आउँछु भने यस्तो कुरा गर्नुभएको थियो। अनि म चाहिँ यसैको विषयमा कति समय लाग्छ, के गर्नुपर्छ, जति मैले जानेको छु त्यो चाहिँ हजुरहरू मार्फत सेयर गर्छु। अब सर्टकटमा बुझ्नु होला हजुरहरूले पनि, नर्मली यस्तो गर्नु पर्दो रहेछ भनेर। यसको विषयमा चाहिँ के भनेदेखि रोमानिया आइसकेपछि, रोमानिया अथवा कुनै पनि कन्ट्री गइसकेपछि 1 वर्ष 2 वर्षमा त फ्यामिली ल्याउन मिल्छ। अब श्रीमान श्रीमती होइन, आफ्नो सानसाना बालबच्चाहरू ल्याउन मिल्छ भन्ने त छ। मिल्छ नै, त्यो नमिल्ने त होइन है। अब युरोप कन्ट्री आइसकेपछि प्रायःको सबैजनाको सोचै त्यही हुन्छ कि आफू जाउँ र मेरो फ्यामिलीलाई सेटल गरौँ, आफू सेटल भएर मेरो फ्यामिलीलाई, मेरो परिवारलाई पनि सेटल गरौँ भन्ने हुन्छ नि त। त्यसको लागि चाहिँ तत्कालै ल्याउन चाहिँ मिल्दो रहेनछ कि, किनभने अब आइसकेपछि टिआरसी बन्ने बित्तिकै परिवार लान्छु। अब श्रीमान अथवा श्रीमान गए पनि, श्रीमती विदेश गए पनि, युरोप छिरिसकेपछि टिआरसी भएपछि त परिवार ल्याउँछु अथवा बुढा ल्याउँछु, बुढी ल्याउँछु होइन, मेरो बालबच्चा ल्याउँछु भन्ने सोच हुन्छ नि त। तर त्यस्तो चाहिँ नहुँदो रहेछ के गाइज होइन। के हो भने 2 वर्ष पुगिसकेपछि ल्याउन मिल्ने चाहिँ होइन, त्यस्तो होइन। टिआरसीले फ्यामिली ल्याउन मिल्ने होइन। यदि ल्याउन चाह्यो भने चाहिँ कस्तो हुन पर्दो रहेछ नि, त्यही अनुसारको जब होइन, जब भन्दा नि इम्पोर्टेन्ट स्यालेरी, त्यही अनुसारको स्यालेरी, अनि आफ्नो ब्याङ्क ब्यालेन्स कति छ अझ, अथवा आफ्नो ब्याङ्कमा आफूले बोलाएको डिपेन्डेन्टमा बोलाएको चाहिँ श्रीमानलाई श्रीमतीलाई काम नपाउन्जेलसम्म खाना बस्न पुग्छ कि पुग्दैन है। अनि जस्तै अब आफूले पनि पर्सनल रुम लिन पर्ने हुन्छ नि त, बाहिर रुम लिन पर्छ। अब यहाँ नर्मली पनि रुम लिँदाखेरि 2000-2200-2500 तिर्नुपर्छ यहाँ होइन, रुम किराया त्यति लाग्छ। अनि हाम्रो स्यालेरी भनेको त्यत्रो हुँदैन नि त। कि त ठुलै पोस्टमा राम्रै काम जानेको राम्रै सिप हुन पर्यो होइन, कि त अब 8-10 हजारै स्यालेरी यहाँको हुन पर्यो। त्यो भयो भने सम्भव हुन्छ नै। अब नत्र अब हामी जस्तो नर्मल मान्छे, जस्तै अब सानोतिनो सिप जानेर अथवा सिप कुनै पनि नभइकन युरोप छिरिसकेपछि नर्मली स्यालेरी 2000-2500 होइन, अनि 4000सम्मको स्यालेरीले चाहिँ अलि सम्भव नहुँदो रहेछ। किनभने 2000-2500 त हाम्रो रुम किराया नै पर्छ होइन। अब भर्खर आउने बित्तिकै लगभग अनि ऋण तिर्नलाई, आफ्नो व्यवहार मिलाउनलाई पनि 1-1.5 वर्ष त लाग्छ नि त। अनि त्यसपछि पनि हाम्रो डिपोजिट गर्न पर्यो, आफूले खान पर्यो, बस्न पर्यो है। अब प्रायः जस्तो कम्पनीले दिन्छ रुमहरू दिनलाई त, अथवा त्यो भएन र आफूले पर्सनल रुम लिएर बस्दाखेरि त अनि आफूले त तिर्न पर्यो नि त, तिर्न पर्यो। त्यो भएर अलिक समय चाहिँ सम्भव हुँदैन कि। 2 वर्षमा ल्याउन मिल्छ, टिआरसी पाउने बित्तिकै आफ्नो फ्यामिली ल्याउन मिल्छ भन्ने चाहिँ छैन है। अर्को कुरा चाहिँ के भनेदेखि 5 वर्षपछि कार्ड एप्लाई गर्ने हो बल्ल। पिआर एप्लाई गरेपछि 5 वर्ष 6 महिना कट्न पर्छ अरे कि मैले बुझेअनुसार चाहिँ पिआर एप्लाई गर्नको लागि। अनि त्यो पछि नि 1 वर्ष अझै लाग्दो रहेछ आफ्नो हातमा पिआर कार्ड पाउनको लागि। 1 वर्ष अझै लाग्दो रहेछ। त्यो मतलब त 6.5 वर्ष त लाग्ने भयो नि त हाम्रो। अनि त्यसपछि पनि 6.5 वर्षपछि पिआर पाएपछि चाहिँ फ्यामिली ल्याउन सहज हुँदो रहेछ क्या, सजिलो। 0 ब्यालेन्समा ल्याउन त त्यो सम्भव छैन होइन। त्यो सानो थोरै लगानीले चाहिँ ल्याउन मिल्दो रहेछ, थोरै लाग्ने। अनि स्यालेरी बढाउनेको विषयमा चाहिँ अघिल्लो ब्लगमा भनेको थिएँ हजुरहरूलाई मैले। अब अर्को अहिले 200 बढाएको छ, अब 25 तारिकको कति बढ्छ अनि थाहा हुन्छ भनेको थिएँ। त्यो चाहिँ
हाम्रो चाहिँ कस्तो हो कि अब खै अब के भनौँ खासै राम्रो भएन कि अघिल्लो महिना हाम्रो 2700 2500 हाल्ने ठाउँमा 2700 हालेको थियो र 200 बढायो भनेर मैले हजुरहरूलाई ब्लग बनाएर हालेको थिएँ। तर वास्तवमा के भयो भने अहिले योचोटिको पैसा दिँदाखेरि चाहिँ अघि अस्तिको 25 तारिकको पैसा दिँदाखेरि चाहिँ 200 रुपियाँ 150 रुपियाँ डाउन भएर आयो कि अझै घटेर आयो कि प्लस के भयो भने यतापट्टि हामीलाई 650 दिन्थ्यो खर्चमा भनेदेखि त्यो पनि घटाएर हामीलाई 500 मात्रै दियो के भन्यो भन्दाखेरि तिमीहरूको कार्डमा गह त्यो भएको भएर यतापट्टि घटेको भनेर भन्यो। हामीलाई चाहिँ चित्त नबुझेर अब बिग बोस ठुलो बोससँग कुरा गर्न जाने भन्ने कुरो थियो। म्यानेजरले म यो महिना कुरा गर्छु अनि बल्ल तिमीहरू कुरा गर अहिले नजाऊ बिग बोस बैठामा भनेर भन्यो है। अनि बढाउनु त बढाएको छ 3 जनाको मात्रै बढेको छ कि 3 जनालाई चाहिँ कस्तो भने 4000 पुर्याइदियो। अनि त्यही रेसियोमा हाम्रो पनि बढ्न पर्ने हो बढेको छैन। काम त हाम्रो लगभग 12 जनामा 8-9 जनाले चाहिँ इक्वल काम गर्छ कि एकदम बराबरी जस्तो हाम्रो कम्पनीमा काम हुन पर्ने हो। त्यसमा घटी बढी यताउता केही नभइकन हामी 8-9 जनाले चाहिँ इक्वल काम गर्छौँ। 2-3 जना अलि राम्रोसँग नसिक्नु भएको भएर राम्रोसँग काम नगर्नु भएको भएर उहाँहरू चाहिँ अलिक विक हुनुहुन्छ। ठिकै थियो। अनि त्यो अनुसारले बिग बोसले पनि पहिला भन्दाखेरि 6-7 जनाको चाहिँ राम्रो छ काम बढाइदिन्छु भनेर भनेको थियो। अनि अब म्यानेजरले के हिसाबले आफैले डिसिजन गर्यो त्यो थाहा भएन। आफैले डिसिजन गरेको भएर नि सायद हामीलाई बिग बोस भएठाउँमा जान नदिएको होला है। अब उसले भन्दाखेरि चाहिँ अब यो 25 तारिक म कुरा गर्छु अलिकति बढाइदिन्छु भनेर भनेको छ। अब आज हाम्रो कति 20 21 22 तारिक हो क्या अरे। अब पर्सि मङ्गलबार थाहा हुन्छ मङ्गलबार कति दिन्छ अनि त्यसपछि बल्ल अनि कति बढाइदिँदो रहेछ। बढाउनु पर्ने चाहिँ 4000 हाम्रो खानाको सहित है पुर्याउनु पर्ने हो सबैजनाको। अब अन्तत अब 4000 प्लस 500 छ फुडको 500 छ अनि खानाको पैसा 500 4000 प्लस छ के अरे होइन। हाम्रो चाहिँ त्यस्तो भएको छैन। ठिकै थियो 4000 दिए पनि हामी सन्तोकजनकै किनभने मेन सिटीतिर चाहिँ अलि स्यालेरी कमै छ कि अब 2500-2700 त्यस्तै छ। अनि हाम्रो चाहिँ यहाँ ठिकै छ। तैपनि अब अरूले सर पाएको पैसा त हामी पनि काम त एउटै गर्ने हो समय पनि उस्तै नै हो गाह्रो साङ्ग्रो कामहरू सबै उस्तै हो एउटै हो। बराबरी काम गर्नेलाई चाहिँ बराबरी स्यालेरी दिएको भए सबैको मन खुसी हुन्थ्यो। त्यो नभएको भएर चाहिँ हेरौँ अब यो 25 तारिक के हुन्छ है। मैले विशेष चाहिँ यो स्यालेरी प्लस 2 वर्षमा फ्यामिली ल्याउन मिल्ने भन्ने कुरोमा चाहिँ सानो ब्लग बनाएर हाल्न खोजेको। आजको ब्लग पनि यही भयो। तपाईँहरूले पनि भर्खरै सोच्दै हुनुहुन्छ यस्तो गर्न पाउँछु अब यस्तो गर्छ हुन्छ नि त आफ्नो सपना हुन्छ नि त। यसो गरेर म यतिखेरसम्म त मैले श्रीमाती अथवा ल्याउन पाउँछु मिल्छ सँगै भइन्छ भन्ने सोच छ भने चाहिँ अलिक टाइम लाग्छ है। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। मैले जानेको जति हजुरहरू मार्फत सेयर गर्छु।